ऊ त्यो पारिपट्टि चाहिँ त्यहाँ आउँछ क्या युबिन गएको छ अनि त्यहीमा हामी पैसा डिपोजिट गर्नलाई भनेर आएको थियौँ। यो चाहिँ हामी बस्ने घर हो। हेलो साथीहरू, म पनि सन्चै छु अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। आज न्यू डे अनि न्यू भ्लगका साथमा उपस्थित भइसकेको छु। आज चाहिँ म कहाँ छु भन्दा म चाहिँ यता घरभन्दा अलि यताको पार्कमा आएको। आज चाहिँ मेरो छुट्टी थियो अनि मसँग छिन् मेरो बहिनी। आज चाहिँ दुई बहिनीको पनि छुट्टी थियो अनि मेरो पनि छुट्टी थियो। त्यही भएर बहिनी फेरि एक्टिङ अच्छा गर्छिन् अनि हामी चाहिँ बहिनी र म चाहिँ आज खास गरी भन्यो भने यता ऊ त्यो पारिपट्टि चाहिँ त्यहाँ आउँछ क्या युबिन गएको छ अनि त्यहीमा हामी पैसा डिपोजिट गर्नलाई भनेर आएको थियौँ। अनि यो चाहिँ पार्क हो, यसलाई चाहिँ क्राफ्ट पार्क भन्छ। अनि यहाँ चाहिँ बहिनी र म यसो रिफ्रेस हुन आएको हो अनि त्यही भएर यस्तो छ। अनि यहाँ चाहिँ पहिला चाहिँ आसिउ थियो क्या, यस्तो खुट्टा डुबाउने अनि तातो पानी आउँथ्यो। अनि अहिले फेरि यहाँ अहिले सुकेको खै किन सुकेको अहिले चाहिँ छैन। म हजुरलाई देखाउँथेँ यहाँ चाहिँ थियो, हामीलाई चाहिँ एकचोटि बोसले लिएर आएको थियो अनि हामी आएको थियौँ। अहिले चाहिँ छैन, अहिले चाहिँ बन्द भइरहेछ भनौँ कि अब सुकिरहेछ भन्नु मलाई यस्तो छ यस्तो हो। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ आसिउ यस्तो थियो क्या, पहिला यस्तो थियो। हामी पनि अस्ति नै आएको थियौँ, अहिले त फेरि छैन, अहिले त सुकिसक्यो। यहाँ अनि अलि पर चाहिँ अलिक ठुलो ओन्सेन पनि छ क्या, जापानिजहरूलाई लास्ट मनपर्छ क्या ओन्सेनहरू। कति पैसा तिरेर अनि उनीहरू चाहिँ ओन्सेन जान्छ क्या। हामीलाई फेरि त्यस्तो मतलब हुँदैन क्या। म बस्ने घरको तल अन्डरग्राउन्डमा पनि ओन्सेन छ अनि जापानिजहरूले उरायामासी ने भन्छ क्या, किनकि उनीहरू लास्ट मनपर्छ ओन्सेन। अनि त्यही भएर अनि मैले भन्छु आउनु न त हाम्रो घर आउनु अनि त्यसरी ओन्सेन पसेर जानु न त भन्छ। हामी पस्दैनौँ भन्छ, है हाइटे मिटे भन्छ क्या, गएर पसेर हेर्न कति रमाइलो हुन्छ भन्छ। अनि त्यहाँ हामी फेरि हामी त्यस्तो कल्चरमा छैन, हामी त जानौँ हामीलाई त हाजुकासी हुन्छ, लाज लाग्छ भन्छौँ। त्यही हो। अनि यो बिल्डिङ छ नि, यो बिल्डिङ फेरि यहाँ फेरि पैसा तिर्ने अनि पैसा तिरेर टिकट लिएर अनि यहाँ चाहिँ सुन खोज्न पाइन्छ क्या। खास गरी यहाँ चाहिँ सुन यस्तो बालुवाहरूमा चाल्ने अनि चालेर अनि एक यस्तो क्या सानो क्या मैले लगाएको टुकी छ नि, यस्तै टुकी जत्रै सुनहरू पाउँछ अरे यहाँ। अनि यस्तो क्या बेच्ने त्यस्तो भएन होइन। अनि यहाँ चाहिँ तर पाउन चाहिँ पाउँछ अरे भन्दाखेरि क्या। अनि त्यही भएर उता अलिक पर बोर्ड पनि लगाएको छ, खान्जी लेखेको पुरै। खान्जी चाहिँ मलाई पढ्न सक्दिनँ मैले, यस्तो ठुलो गाह्रो खान्जी चाहिँ। अनि त्यो यहाँ चाहिँ सुन पहिला यहाँ यो यतातिर सुनहरू खोज्थे अरे क्या। अनि दिएर अस्ति नै हामीलाई बोस आउँदाखेरि बोसले नि भन्नु थियो यो बिल्डिङ हेरेर नि त्यही काम गर्छ अरे, पैसा तिरेर रमाइलो गर्न जान्छन् रे। आज यस्तो शनिबार र आइतबार चाहिँ छुट्टी हुन्छ नि, यहाँ कस्तो पार्किङ गर्ने ठाउँ पनि हुन्न क्या, भिड हुन्छ। अनि आज त फेरि सबै ड्युटी जान्छ नि त काम गर्न, त्यही भएर छैन, नत्र यहाँ कति भिड हुन्छ। अनि बेलामा यहाँ ऊ पनि हुन्छ क्या, मेला जस्तै त्यस्तै पनि लाग्छ, रमाइलो नि हुन्छ न त बेला। बहिनी पनि यहाँ बसिराखी छिन् यी ज्ञानी भएर यिनी भएर मलाई सजिलो भयो क्या यताउति जानलाई बहिनीसँग। अनि नत्र त म एक्लै हिँड्न पर्थ्यो जता पनि, बहिनी भएर ठिकै भयो, मलाई साथी हुन्छन् जता नि हिँड्छिन् मसँग होइन बहिनी। खास गरी भन्यो भने चाहिँ दसैँको भाइब्स आइरहेछ। अब दसैँ मनाउनलाई घर पैसा पठायो, आफू जान पाइन्न, अनि त्यो भएर हामीलाई अलि नरमाइलो त नराम्रो लागिराखेको छ। अब के गर्नु, जाम्ला मैले अब यो दसैँमा टिका लगाएन भने चाहिँ 2 वर्षको दसैँको टिका लगाउँदिनँ। बहिनी आएको चाहिँ 2-3 महिना त्यस्तै कति भयो बहिनी, 3 महिना कि 4 महिना, 3-4 महिना भयो बहिनी आएको चाहिँ। बहिनीको चाहिँ यो दसैँको चाहिँ टिका छैन, मैले नै लगाउँदिनँ। अनि हामी चाहिँ यहाँ के किनेर हामी चाहिँ यहाँ केही पिउने कुराहरू किन्छौँ क्या। ल हामी चाहिँ यहाँ सबै हेरिसक्यौँ, यहाँ सब खुद्रुकी हो। यहाँ अघि तिमीले मलाई फिर्ता गर्नुभएको पैसा यहाँ छ, त्यही निकाल्दा पर्स त नदेखा मलाई लाजै लाग्छ। बिल छ। हामी चाहिँ यो पोखरी सेट किन्छौँ, कति महँगो त नि, 180 रुपियाँ अरे अरे। यहाँ निकाल त यतानिर रहेछ क्या अरे, यता के छ म हेर्छु। यहाँ पनि त्यस्तो मिठोवाला त केही पनि छैन, छ
छैन सस्तोवाला त त्यो चिया छ अरू त केही पनि छैन चाहिँ हामीले यहाँ आउनुहुन्छ अनि थिच्दाखेरि क्या पैसा नपुगेको हुन्छ नि त यहाँ हामीले 100 230 को किन्ने भन्यौँ अब यहाँ 210 हाल्यो भने अब किन हेरेन किन झरेन अनि यहाँ चाहिँ पैसा पुग्यो कि पुगेन भनेर देखाउँछ कति पैसा हाल्यो भनेर निकाल हो यहाँ तल आउँछ निकाल यसरी निस्किन्छ अनि जाने बहिनीले जुस निकालिन अब हामी जान्छौँ अनि खान्छौँ चिसो छ चुमेताई र आटा तकाईको पनि पाइन्छ क्या भेन्डिङ मेसिनमा चाहिँ चिसो तातो सब पाइन्छ यहाँ कहाँबाट यस्तो पानी चुहिएको छ नेपालमा नि बर्खा लाग्ने बेला यस्तो हुन्छ नि होइन यहाँबाट पानी बुक्लुक 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 गर्दै यहाँबाट निस्केको रहेछ पर्स पर्स रे तिमीले पर्स भनेर मलाई पर्स भन्न आयो पानी यस्तो हरियाली लौ लौ खोल खानुपर्छ आज भन्ने बहिनी अब यता यस्तो भिडियोहरू बना म नि उता जाम्ला है ल ज्याप खाइदेऊ नानी इनर्जी दिन्छ यसले प्रेसर कहिलेकाहीँ आफूलाई कस्तो लो फिल भएको बेलामा यो खायो भने प्रेसरलाई ब्यालेन्स गर्छ यसले मिठो छ प्रेसरलाई के चाचो भन्छ भन्छन् बहिनीले फेरि हाँस्छ मैले भन्दाखेरि कि यसले चाहिँ प्रेसरलाई कन्ट्रोलमा राख्छ भन्दाखेरि क्या कहिलेकाहीँ हामीलाई लो फिल भयो भने यो खायो भने टक्क खाइ ल कत्रो पाहाडहरू नेपाल जस्तै छ क्या हल्का गाउँ टाइपको भएर यहाँ नेपाल जस्तै छ नि बहिनीले त्यही भन्दाखेरि गाह्रो छ मिठो छ मिठो छ बहिनीले यस्तो रमाइलो हुन्छ क्या रमाइलो गर्ने साथी चाहिँ चाहिन्छ बेला बेलामा त्यही हो उयो हेरेर नाच्नुमा चाहिँ यस्तो हुन्छ बहिनी नाच्नु पनि हामीलाई हामी यहाँ यो चाहिँ यहाँ साकुरा पनि फुल्छ के हो यो मान्छेहरू हिँडेको हो क्या अनि यो चाहिँ मम्मीजी भयो यो चाहिँ मिनोबु हो क्या यो चाहिँ 5 स्टार पागोडा लेख्यो कहाँ हो यो थाहा भएन मलाई यो पागोडा भन्ने एरियाको देखाइराखेको छ क्या सबै नाकातोमी वासिनो सातो लेखिराखेको छ अब यो चाहिँ मिनोबुकै हो हामी भएकै ठाउँतिरको हो यो फुल चाहिँ यो चाहिँ कहाँको हो क्या यति राम्रो यो मिनोबुको हो क्या मिनोबु कन्जी टेम्पल लेखेको अस्ति नै हामीलाई बोसले नि लगिदिन्छु भनेको थियो कति राम्रो छ अरे अनि सिडी टन्नै छ अरे क्या त्यहाँ जाने भन्दाखेरि क्या बोसले लगिदिन्छ भने त्यहाँ फेरि त्यो नाचेको बेलामा फेरि पुरै मान्छेको भिड हुन्छ अरे अनि गाडीमा जानुपर्छ कार छिर्ने ठाउँै हुन्न भन्दाखेरि हिँड्दै जाने भने फेरि टन्नै तर घुम्ने ठाउँहरू त छ हजुर पनि एउटा या केही भएछ भने म हेरौँ हामी चाहिँ अब यो ठाउँ छोडेर फर्किन लागिसक्यौँ मेरी परी यता छिन् यिनी मोडेल हुँदैछिन् क्या अब मिस नेपालमा भिड्दैछिन् अब अर्कोचोटि के अरे अस्ट्रेलियाबाट आएर नेपालमा गरे हो क्या मिस नेपाल अब अर्कोचोटि चाहिँ बहिनी आउँदैछिन् जापानबाट आएर मिस नेपाल भिड्दैछिन् बहिनी हेर्नु टिभीमा हेर्नु त्यही हो रमाइलो छ अनि यहाँ थाहा बुझ्छु होइन कि के लेख्यो अनि यो किन छ नि यो किन यहाँ सुन पाइने भएकै भएर यहाँ चाहिँ किन को पनि छ क्या हामीलाई खासै पढ्न आउँदैन फेरि यो कस्तो भनेको वेलकम भन्ने थाहा यो अरू थाहा छैन होइन बहिनी पढ्न आउँछ यामा खाँदैन भन अरू आउन्न हामीलाई त्यही हो आज चाहिँ रमाइलो भयो आज छुट्टी पनि त्यसको ल्याउनु बहिनी ड्रोनबाट हेर्नु होला ड्रोनबाट बहिनीलाई ड्रोनबाट हेर्नु
बहिनी कुद्नमा सिपालु छिन्, यिनलाई म्याराथनमा भाग लिन लगाउन पर्ने छ। अनि के अरे नाचेको बेलामा चाहिँ यतातिर पुरै साकुराहरू फुल्छ, कस्तो रमाइलो हुन्छ। मैले यहाँभन्दा पहिला एउटा गर्मीको सिजनमा मैले साकुराको पनि भ्लग हालेको थिएँ। अहिले चाहिँ साकुरा छैन, अब आँखीलाई चाहिँ फुल्छ, अब छिटै नै फुल्छ। अनि म फेरि अर्को भ्लग पनि बनाएर लिएर आउने छु साथीहरू। अब चाहिँ यता बेलुकी बिहानमा चाहिँ चिसो चिसो हुन लाग्यो। यहाँ बहिनी लुकेर हिँड्दैछिन्, दिदीले पनि भिडियो खिच्नुहुन्छ भनेर। कता बहिनी नि? यहाँ रहेछ नि, यता छिन् हाम्रो बहिनी। बहिनी म अस्ति नै यतातिर उतैतिर साकुरा चाहिँ पात झर्या हो। यहाँ किन यस्तो लगाएको होला है? ए गाडी आउन नदिनु, के होला बन्द होला नि त। अनि साँच्चै किन बन्द भएको? खै यहाँ यस्तो लगाएर हिँडेर पुग्दा के पनि नरहेछ। किन होला यहाँ चाहिँ के हो? खै हामी त भिजिट गरेर आइसक्यौँ, अब के हो नागेर आइदिन्छ। अबि डर लाग्छ हौ त्यस्तो नभन्नु। मैले यहाँ पर्स बोकेर नसकिरहेर केटाहरू। बहिनीले पर्स बोक्न गाह्रो हुन्छ। के हाल्छ? यो चाहिँ मम्मीजीको रुख हो, यो फोटो खिच्ने हो। हजुरहरूलाई भनेको चाहिँ यही हो क्या, सुनहरू यहाँ सुन चाहिँ खोज्न मिल्छ टिकट काटेर भनेको थिएँ नि। यो चाहिँ त्यही हो, द युनेस्को म्युजियम अफ गोल्ड मिनिङ हिस्ट्री भनेर लेखेको। यहाँ चाहिँ इङ्ग्लिस चाहिँ मेरो ठिकै छ साथीहरू। यहाँबाट चाहिँ 250 मिटर साकी भनेको चाहिँ अगाडि भयो। टोइलेट पनि उतैतिर अरे। यहाँ चाहिँ टोइलेट ठाउँमा हुन्छ। कोकोवा मिनोबुच्चो सिमोबेरी बा साइदो बाकु भनेर लेखिराखेको छ। यहाँ चाहिँ त्यही हो। यहाँ चाहिँ यो चाहिँ साकुराको बोटहरू हो, पुरै सुकिराखेको यस्तो छ जातिहरू यता। अनि यहाँ यो रुख पनि साकुराकै रुख हो। यहाँ चाहिँ यस्तो सुकेको क्या अहिले। अब यो पात झरेर पलाएर अनि साकुरा फुल्छ क्या खासमा भन्ने हो चाहिँ। साइन भनेको चाहिँ ताचेरी किन्सी लेखेको छ। यहाँ चाहिँ यो यान्फोमा चाहिने खान्जी हो, यो चाहिँ जिआफीमा पनि चाहिने खान्जी हो। ताचेरी किन्सी भनेको चाहिँ जान निषेध गरिएको छ भनेको हो। तपाईँहरू यस्तो साइन देखे पछाडि चाहिँ कहीँ पनि नजानु होला है, त्यो एरियाहरूमा नछिर्नु होला ल गाइज। हामी बस्नेतिर चाहिँ हल्का गाउँ साइड भएको भएर हल्का भित्री साइड छ मान्छेहरू, एकदम गाउँ हो। आफ्नो ठाउँको पनि छ, गाउँ नै छ भनौँ, गाउँ नै छ। तर गाउँ भनेर फेरि यस्तो गाउँ भनेर फेरि सबै फेसिलिटीहरू छ क्या। जहाँ पनि कुन गाउँ कुन बजार मतलब हुँदैन। त्यहाँ हामी आउनेमा त्यहाँ 5 मिनट नै लाग्दैन। अब त्यहीमा हस्पिटल यत्रो ठुलो यो हस्पिटल छ, यो हस्पिटल छ। यहाँ सबको उपचार हुन्छ। यहाँमै होटेल छ, यो फेरि होटेल हो। सब कुराको सुविधा हुन्छ क्या। यस्तो गाउँ भनेर नि के गर्ने, यहाँ सबै कुराको सुविधाहरू छ। त्यही हो। तर गाउँ छ, अलि बजार डुल्न मन लाग्छ हामीहरूलाई। अब त्यही हो साथीहरू। नत्र प्राकृतिक सुन्दरताले चाहिँ भरिपूर्ण छ हामी बस्ने ठाउँ। खोला पनि छ। अनि त्यो हामी बस्ने अपार्टमेन्ट चाहिँ त्यो हो। ठ्याक्क खोला छ क्या पछाडिपट्टि। खोला गराएर कस्तो डिस्टर्ब गर्थे हो। हामी त फर्किनु सक्यौँ। अब चाहिँ रुममा जाने तयारीमा छौँ, किनकि यताको 5 बजिसक्यो। आज चाहिँ शीतल मौसम भएर साथीलाई र मलाई जान आउन सजिलो भयो। अस्ति सिजौका जाने बेलामा त्यहाँ त काफलको रुखहरू देखिरहेको थियो। अनि मलाई भेट्यो टिकटकभरि क्या पुरै त्यो काफल चोर भन्ने क्या कस्तो आइरहेको थियो नि। अनि त्यही याद आयो गाइजहरू। अब चाहिँ हामी फर्क्यौँ। शीतल हावा चलिराखेको आनन्द छ। खासै हिँड्दैनौँ क्या हामी, कहीँ पनि जान्नौँ। यस्तै हो क्या। हामी त फेरि जाने आउने ठ्याक्क रुममा छिन् त्यति हो सक्को। अनि हाम्रो काम त्यस्तै हुन्छ। उयो गफ गर्छौँ बेलुकामा, त्यति हो। त्यही हो। अनि हाम्रो फेरि काम गर्ने टाइम फेरि फरक हुन्छ क्या। अनि त्यही भएर अनि बहिनी र मसँगै काममा जाने नै हुन्न। त्यस्तै छ, गाह्रो छ। छुट्टीको दिन एउटै हुन्छ। खास गरी हामी चाहिँ आज पर बजार जाने विचार थियो, गइएन। तर अब अर्कोचोटि जान्छ। अब हामी चाहिँ हिँड्यौँ साथीहरू घर, किनकि अँध्यारो हुनु लाग्यो। धाउँछ क्या फेरि अँध्यारो भएपछि। त्यही भएर है यो चाहिँ अब हाम्रो घर आइसक्यो। अनि त्यो पानीको त्यो ट्याङ्की जस्तो छ नि, त्यो भयो। अनि यो चाहिँ हामी बस्ने घर हो।
पछाडिको हो क्या हामी बस्ने घर चाहिँ। अब हामी चाहिँ नजिकै पुग्यौँ। यो चाहिँ खै थाहा भएन भाइ, यो त के को बोटो थाहा भएन। अँध्यारो अँध्यारो हुन लागेको छ क्या, किरकिर आउन लाग्यो है भिडियो पनि। औ यहाँबाट जाउँ, उताकोबाट त हिँडिराखेको हामी। आऊ यहाँबाट छिरेर जानुपर्छ। अब हामी चाहिँ आइसक्यौँ। अब चाहिँ हामी रुममा जान्छौँ। भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ। तिमीले पनि के भन? मैले बाई बाई, राम्रोसँग बस्नु। ह्याप्पी दसैँ। दिदीको युट्युब च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। नमस्ते। बोतल। थ्याङ्क यू फर वाचिङ। राम्रोसँग बस्नु होला, जहाँ हुनुहुन्छ स्वस्थ मस्त र खुसी रहनु होला। अनि एडभान्समा ह्याप्पी दसैँ। बाई बाई।